तपाईले कमाएको पैसा कमाउनुहुन्छ सबैजनाले, तर कमाएको पैसालाई मुख्य मानिदैन। कमाएको पैसा जति नै खर्च भयो भने त्यो कमाएको अर्थ देखिँदैन। कमाएको पैसाबाट तपाईले बचत कति गर्नुहुन्छ भन्ने कुरा तपाईको मुख्य कुरा हुन्छ के। त्यो बचत गर्ने पैसा छुट्याउन सक्नुहुन्छ नि, जुन खर्च गरेर त्यो पैसा तपाईको कमाई सम्पत्ति हुन्छ कि भोलिको साथी त्यही हो। त्यसकारण गर्दा त्यो बचत गर्ने बानी बसाल्नुहोस्। बचत गर्दाखेरि त्यतापट्टि खर्च कटौती गर्ने बानी बसाल्नुहोस्। अब खर्च कसरी कटौती गर्ने भन्ने होला तपाईलाई। फेरि अब खर्च आइरहन्छ, कटौती गर्ने खर्चै छैन घरमा भन्ने हुन्छ नि त। हामीले पहिला परापूर्वकालमा पनि घरमा आमाहरूले के गर्नुहुन्थ्यो, अहिले त्यो चलन हरायो। चामल डेक्चीमा भात पकाउनलाई रात झिकिराखेको चामल चाहिँ एक मुठी झिकेर घैँटा राख्नुहुन्थ्यो। त्यो मलाई याद छ। एक मुठी मात्र 2 मुठी झिक्नुहुन्न थियो। त्यो एक मुठी झिके घैँटा चामल, त्यो एक मुठी झिके त्यो डेक्चीको चामलले भात पुग्थ्यो। एक मुठी घैँटा राख्नुहुन्थ्यो कि त्यो कसलाई भने त्यो माग्न आउँथ्यो घरमा, तिमीलाई दिएर पठाउनुपर्छ घाँस काटेर भन्ने हुन्थ्यो नि त। हो, अब तपाईँहरूले त्यो घाँसै चाहिँ नकाट्नुहोस्, काट्नु पर्दैन। एक बचत गर्नको लागि तपाईँहरूले अलिकति फजुल खर्चलाई रोक्नुहोस्। फजुल खर्च भने घरमा अब अति आवश्यक चामल किन्नुहोस्, नुन किन्नुहोस्, तेल किन्नुहोस्, मसला किन्नुहोस्, लुगाफाटो किन्नुहोस्, स्वास्थ्य बिरामी भने उपचार गर्नुहोस्, बच्चालाई पढाउनुहोस्। तर कसैले अम्बल खानु छ भने अलिकति त्यसलाई कटौती गर्नुहोस्। 100को खानुहुन्छ भने 80मा झार्नुहोस्, 80को खानुहुन्छ भने 50मा झार्नुहोस्। घटाउनु सकेसम्म नखानुहोस्, त्यो त अन्न खान्छ। सक्नुहुन्न त्यसलाई कटौती गर्नुहोस्। घरमा चाहिँ चिया 2 चोटि पाक्छ भने त्यो चियालाई 1 चोटि पकाउनुहोस्। पसलमा 3 चोटि खानुपर्छ भने 2 चोटि खानुहोस्। एउटा 1 कप घट्छ 15 रुपियाँ छ, 20 रुपियाँ पर्छ दुधको चियालाई। एवं रीति त्यस्तै कुराहरू विलासिताका सामानहरू घरमा चाहिँ अब मोबाइल, एउटा मोबाइल भए बुढाबुढी छोराछोरीले हेर्न समाचार न्युज हेर्न मिल्थ्यो भने 2टा मोबाइल खरिद गर्नु भने धेरै खर्च पर्छ त। अनि त्यहाँ सिम कार्ड किन्नु पर्यो, लगानी हुन्छ, अनि फेरि रिचार्ज गर्नु पर्यो, डाटा लिनु पर्यो, खर्च हुन्छ। त्यस्ता खर्च कटौती गर्नुहोस्। नभए पनि चल्ने खर्च चाहिँ भन्दैछु म। यस्ता नभए नि चल्ने खर्चहरू कटौती गर्दै जानुभयो भनेदेखि तपाईँलाई बचत गर्ने बाटो मिल्छ। ठ्याक्कै खर्च कटौती गर्ने खर्च त खानेकुरा त कटौती गर्न मिल्दैन। त्यसो गर्नु भने तपाईँले बचत गर्न सक्नुहुन्छ। त्यो बचत तपाईँको भोलिको साथी हुन्छ, बुढेसकालको साथी हुन्छ। र पैसा खातामा टन्न आमा बाले पैसा राखे खाता थाहा पाएपछि छोराबुहारीले मुसुक्क हाँसेर बोल्छन्, आमा चिया खाउँ भन्छन्। त्यो हो नि, माया पाइन्छ घरमा। त्यो तपाईँहरूले जान्नुहोस्, भोलिसम्मको लागि औषधि हो। त्यति भन्दै म हाम्रो